खानी हो यो सहर सपना बुन्ने आँखाहरूको एउटा सुन्दर रहर सपना बुन्ने आँखाहरूको एउटा सुन्दर रहर विकास र प्रविधिको यहाँ गतिलो साथ छ प्रगतिका शिखर सुन्ने सहरैमा सुनौलो हात छ प्रगतिका शिखर सुन्ने सहरैमा सुनौलो हात छ धन्यवाद आदरणीय उद्घोषकज्यू यस सभाका सभापति महोदय दुधको दुध पानीको पानी छुटाउन बसिरहनुभएका निर्णायक मण्डल मलाई अँध्यारो तर्फबाट उज्यालो तर्फ लम्काउनु हुने भगवान स्वरूप शिक्षक शिक्षिका मभन्दा ठुला दाइ दिदी साना भाइ बहिनी र मेरा प्रिय मित्रहरूमा म यसै विद्यालयमा अध्ययनरत कक्षा 6 की छात्रा काव्या मिश्रको तर्फबाट न्यानो अभिवादन स्वीकार गर्नुहोस्। हाम्रो विद्यालयमा सधैँ भइरहने अतिरिक्त क्रियाकलापमध्ये आज वाद विवाद कार्यक्रममा मैले पनि भाग लिन पाउँदा म आफूलाई अत्यन्तै गर्वशाली ठान्दछु। मलाई मेरा विपक्षी मित्रले बोलेका कुराहरू धेरै फितला लागे त्यसैले म आफ्ना केही सुन्दर तर्कहरू हजुरमाझ प्रस्तुत गर्न गइरहेकी छु। आजको मेरो शीर्षक रहेको छ गाउँले जीवन भन्दा सहर जीवन पेश। सर्वप्रथम त सहर भनेको के हो? जहाँ हुन्छन् मानिसका पुरा हरेक रहर त्यही ठाउँ हो सहर। सहर भनेको प्रविधिले भरिएको मानिसका आवश्यकता सम्पन्न भएको ठाउँ हो। सहरमा हामीले जे खोज्यो त्यो मिल्ने गर्दछ महोदय। के गाउँमा यस्तो हुने गर्दछ? कदापि हुन सक्दैन। गाउँका मानिसहरू त अन्धविश्वासमा डुबेका हुन्छन्। गाउँका मानिसलाई झाडा पखला लाग्यो भने उनीहरूले जीवनजल खानुपर्ने हुन्छ। के त्यो जीवनजल पनि गाउँमा नै उपलब्ध भएको हो? कदापि होइन महोदय। त्यो जीवनजल खान पनि उनीहरूले सहरकै मुख पुरिरहनु पर्ने हुन्छ। सहरमा मानिसहरू सहरभन्दा गाउँले जीवन बेस हुन्छ भने मानिसहरू उच्च शिक्षा हासिल गर्न ठुला राजधानी र ठुला सहर धाउँथेनन् होला महोदय। यतिसम्म कि आजकलका मानिसहरू बस्न समेत सहर र राजधानीमा धाउन थालिसकेका छन्। मेरा पूर्वका मित्रले भन्नुभयो गाउँले जीवन बेस हुन्छ, तर म यसमा कदापि सहमत हुन सक्दैन। गाउँका मानिसहरू रूढिवादी सोच लिएर बसेका हुन्छन्। कसैलाई पेट दुख्ने समस्या आयो भने उनीहरूलाई धामी झाँक्री कहाँ लगेर मृत्यु, सुत्केरी लागेको आइमाईलाई व्यथा लागेर स्वास्थ्य चौकीको कमी भएर मृत्यु, यी यस्ता समाचार हामी नसुनेका होइनौँ महोदय। यदि गाउँले जीवन बेस हुन्छ भने जनकपुर पशुपतिनाथ स्वयम्भूनाथ जस्ता मन्दिरहरू पनि गाउँमा नै हुनुपर्ने सहरमा किन भए महोदय? यतिसम्म कि भगवानले पनि सहर नै रोजेका छन् महोदय। मलाई लाग्छ सहर र जीवन एउटै हो, किनभने जीवन अघि बढिरहन्छ त्यति नै सहर विकसित भइरहन्छ। त्यसैले त संस्कृत भाषामा भनिने गर्दछ आनन्द एवं जीवनम, अर्थात् खुसी नै जीवन हो। त्यसैले त रामविक्रम थापाले कवितामा पनि लेखेका छन् हुँदैन बिहान मिरमिरमा तारा लगाए उच्च शिक्षा हासिल गर्न